गरेर मेरो युट्युब च्यानलमा आज म धेरै दिन बादमा फेरि एउटा भिडियो बनाउँदैछु भ्लग। अब सानो सधैँ त अब मैले सर्ट भ्लगहरू मात्रै हालिराखेको थिएँ होइन। आज चाहिँ एकदम म बनाउँदैछु। आज हाम्रो साथीहरू सबैजना डान्स प्र्याक्टिस गर्न गएको छ होइन। अन्त त्यो भनेर अब सबैजना चाहिँ गयो, म चाहिँ आज ढिलो भयो, अलिक भन्दा पनि निकै ढिलो भयो। अब यहाँ त 1:30 भइसक्यो, त्यही भएर म चाहिँ उनीहरूलाई भेट्नु जाँदैछु। त्यहाँ पुगेर म तपाईँहरूलाई सबै कुरो देखाउने छु। ओके, बाई बाई। आजकल चाहिँ म बिजी भएको कारणले गर्दाखेरि चाहिँ म पुरा लामो भिडियोहरू बनाउनु पाएको छैन। त्यही माथि म छुट्टी ननिस्केको धेरै भइसक्यो होइन मेरो कामहरूले गर्दाखेरि। अन्त त्यही भनेर चाहिँ आज पनि एकछिनमा पनि भेटेर आउँछु भने यस्तो घाम लागिराखेको छ। त्यही भएर मैले चाहिँ ट्याक्सी बुक गरिराखेको छु। त्यही भएर अहिले चाहिँ म ट्याक्सीको वेटिङमा छु। त्यहाँ गएर मेरो साथीभाइहरू सबैलाई म यस भिडियोको मार्फत देखाउने छु। बाई बाई गाइज। मेरो ट्याक्सी आइसक्यो। कहाँ छ होला यो केटीहरू? उकालै आऊ माथि आऊ, परबाट तेर्सो आऊ, त्यहाँबाट ओह्रालै जाऊ भन्छ। म आफै छक्कै अब उकालो आएँ, उकालोबाट यहाँ माथि आएँ, अब यहाँ तेर्सो, अब यहाँबाट ओह्रालो त कहाँ जानु फेरि? कालो भएर फेरि केही देख्दैन रहेछ। 15 मा आइपुगे, 5 मा कहिले पुग्नु? हाम्रो केटीहरू डान्स रिहर्सल गर्नु प्र्याक्टिस गर्न आएको अरे। भगवान्, अत्तालिँदै मलाई त ट्याक्सीमा बोलाएर हो, यहाँनिर हामीलाई रिहर्सल गर्नु ढिलो भइसक्यो भनेर अत्तालाएर बोलाएर यहाँ हेर त। यहाँ यो रिहर्सल गरेको छक्कै पर्नु। यहाँ हेर त, यहाँ प्र्याक्टिस गर्ने मान्छेहरू अरे। हाम्रो सरोजा दिदी चाहिँ डान्स गर्नु हुँदैछ हाम्रो प्रोग्राममा। यो चाहिँ मस्त भइरहेको छ मिना भाउजू। अन्त हामी चिन्डी र म बहिनीहरू चाहिँ आउँदैछ। अरू चाहिँ हाम्रो फेरि आज हामी स्टेडियम आएको छौँ। भोकले हत्तु हैरान भएर अब चाहिँ हामी यहाँ खाना खान आएको फुड कोर्टमा। यहाँनिर
सबैले खाना के खानु अब हामी खाना खानु बसेको हो अन्त डान्स गरेर हत्तु भएर म त्यस्तो गरेर हत्तु भए। यहाँ चाहिँ खाना छ यहाँ चाहिँ बिहामै भयो भन्दैछ यहाँ सुषमा दिदीको छ मिना भाउजूहरू चाहिँ आउँदैछ आज हामी यहाँ खाना खानु बसिरहेको म कस्तो चाहिँ बिजी छु भन त अब हाम्रो चाहिँ तरिकाको खानाहरू आइराखेको छ होइन यहाँनिर अहिले भर्खर भनेको कि $25 टम्यम चिकन टम्यम हेर्दैन त अरू बेला जस्तो सुकै जेसुकै काम भए पनि साथीभाइसँग बात गर्नु नपाए पनि अब सन्डे चाहिँ हामी यस्तो पाराले इन्जोय गर्छौँ। अब हामी कहीँ जहिले पनि अब हामी चाहिँ कहीँ टाढो जान्छौँ खानाहरू लिएर अन्त खानासाना खायो त्यहाँदेखिको मजाले साथीभाइ गफ गऱ्यो त्यहाँबाट यसरी टिकटक बनाउनेले टिकटक बनाउँछ इन्स्टाग्राम फेसबुक जहाँ जो आफू रिल्सहरू बनायो त्यहाँबाट घर फर्किने बेलामा फेरि सबैजना छुट्टियो। अन्त आजको डान्स प्र्याक्टिस कस्तो भएछ हिँड्नै लुटी आजको डान्स प्र्याक्टिस दामी हो गरमले मत्तु भयो पसिना भयो अन्त तपाईँहरू त एउटा पनि उनीहरूलाई सपोर्ट गरेको जस्तोहरू त थिएन त अन्त अलस तलस भएर खाइरहेको थिएँ त म आउँदा त अब चाहिँ हामी घर गएको घर जाने बेला पनि भयो हो अनि पुरा नचाएको पनि थिएन मलाई कहाँबाट लिएर आएर छक्कै पनि यिनीहरू अलस तलस आज सन्डेको छुट्टी चाहिँ हाम्रो यसरी बित्यो कसै नाच्ने कसै आज डान्स प्र्याक्टिसको लागि पनि सबैजना भेटेर प्र्याक्टिस डान्स गर्यो फोटो खिच्नेले फोटो रिल्स बनाउने लोतीले जिरोमा चाहिँ हाम्रो घर जाने बेला भयो र सबैजना अब हामी पनि छुट्टिँदै लागेको। थ्याङ्क यू फर वाचिङ।